खगेन्द्र सुनार र आइजिपी दानबहादुर कार्की बीचको झगडा निकै गम्भीर छ। सांसद सुनारले प्रहरीको सामग्री खरिदमा जस्तै जुत्ता, मोजा, वर्दी र रासनमा ठूलो भ्रष्टाचार भएको दावी गर्नुभएको छ। उहाँले निष्पक्ष छानबिनका लागि आइजिपीलाई तत्काल जिम्मेवारीबाट हटाउनुपर्ने माग समेत गर्नुभयो। यसको प्रतिक्रियामा आइजिपी कार्कीले आरोपहरूलाई ढुङ्गे युगको सोचको उपज भन्दै प्रमाण देखाउन चुनौती दिनुभएको छ। यो विवादमा पूर्व प्रहरी प्रमुखहरूले सांसद सुनारको व्यवहारको कडा शब्दमा खण्डन गरेका छन्। यसैबीच गृहमन्त्री सुदन गुरुङले पनि आपत्ति जनाउनु भएको छ। उहाँले कसैको चरित्र हत्या गर्न नपाइने भन्दै प्रक्रियामा जानुपर्नेमा जोड दिनुभयो। पार्टीभित्र पनि यस विषयमा चर्चा चुलिएको छ र रवि लामिछानेले व्हिप मार्फत जानकारी मागेका छन्। यो विवादले प्रहरी संगठनको मनोबलमा कस्तो असर पार्ला त्यो भने हेर्न बाँकी छ। अब खगेन्द्र सुनारले प्रहरीको सामग्री खरिदमा ठूलो भ्रष्टाचार भएको दावी गर्नुभएको छ। उहाँले निष्पक्ष छानबिनका लागि आइजिपीलाई तत्काल पदबाट हटाउनुपर्ने माग समेत गर्नुभयो। यद्यपि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आरोपहरूलाई ढुङ्गे युगको सोचको उपज भन्दै प्रमाण देखाउन चुनौती दिनुभएको छ। उहाँले आफ्नो ब्याङ्क खाता र फोन रेकर्डको तत्काल अडिट गर्न सकिने पनि बताउनु भएको छ। यस विषयमा गृहमन्त्री सुदन गुरुङले पनि आपत्ति जनाउनु भएको छ र प्रक्रियामा जानुपर्नेमा जोड दिनुभयो। पूर्व प्रहरी प्रमुखहरूले पनि सांसद सुनारको व्यवहारको कडा शब्दमा खण्डन गरेका छन्। खगेन्द्र सुनारले बोलेका कुराहरूमा प्रहरी सामग्री खरिदमा भ्रष्टाचार भएको विषय महत्त्वपूर्ण छ, तर प्रमाणको अभावमा यसको सत्यता अझै पुष्टि भइसकेको छैन। के तपाईँ सांसद खगेन्द्र सुनारले आइजिपी दानबहादुर कार्कीको घरबाट 3 करोड चोरी भएको आरोप लगाउनु भएको थियो, तर आइजिपी कार्कीले यो आरोपलाई अस्वीकार गर्नुभएको छ र न 3 करोड हराएको हो न हाम्रो परिवारको संलग्न छ भन्नुभएको छ। उहाँले आफ्नो ब्याङ्क खाता र फोन रेकर्डको तत्काल अडिट गर्न सकिने पनि बताउनुभयो। गृहमन्त्री सुदन गुरुङले सार्वजनिक लेखा समितिको बैठकमा सांसद खगेन्द्र सुनारले आइजिपी दानबहादुर कार्कीप्रति गरेको व्यवहारलाई लिएर आपत्ति जनाउनु भएको छ। उहाँका अनुसार आरोप लगाउन पायो भन्दैमा प्रमाण बिना कसैको चरित्र हत्या गर्न पाइँदैन। गृहमन्त्रीले उजुरीकै आधारमा कसैलाई दोषी ठहर गर्न नसकिने बताउनु भएको छ र आइजिपीले मन्त्रालयको निर्देशन अनुसार दिनरात काम गरिरहेको पनि उल्लेख गर्नुभयो। आइजिपीलाई तत्काल हटाउनु पर्ने सुनारको मागलाई गुरुङले प्रक्रियागत अनुसन्धान हुनुपर्ने भन्दै कतिपयले सांसद सुनारले गम्भीर आरोप लगाएकोले त्यसलाई प्राथमिकता दिएका छन्, जहाँ प्रमाणको अभावले औँल्याइएको छ। पूर्व प्रहरी प्रमुखहरूले सुनारको व्यवहारलाई असंसदीय भन्दै कडा आलोचना गरेका छन्। अर्कोतिर गृहमन्त्रीले प्रक्रियागत अनुसन्धान हुनुपर्ने भन्दै रेस्ट्रेन्ट गर्न आग्रह गर्नुभयो। यसले सुनारमाथि दबाव परेको जस्तो देखियो। केही मिडियाले भने भ्रष्टाचार विरुद्धको आवाजलाई पनि साथ दिएका छन्। सांसद खगेन्द्र सुनारले प्रहरीको सामग्री खरिदमा गम्भीर अनियमितता भएको दावी गर्दै सोबारे निष्पक्ष छानबिनको माग गर्नुभएको छ। उहाँले आइजिपी कार्कीलाई अनुसन्धान नसकिएसम्म जिम्मेवारीबाट हटाउनुपर्ने धारणा राख्नुभयो। सुनारका अनुसार खरिद प्रक्रियामा पारदर्शिताको कमी र उच्च अधिकारी र ठेकेदार बीच अस्वाभाविक सम्बन्ध देखिएको छ।